नमस्कार। आज नारी दिवसको यहाँ सबैजना छोरीहरूलाई महिलाहरूलाई शुभकामना। नारी दिवसको दिन नेपालले सासाना छोरीहरूलाई फुटबल खेलाउन ल्याएको छ। त्यसको उद्देश्यहरू एउटा One, two, three. दशरथ रङ्गशालाको यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ। वरिपरिको यो खाली मात्र यस्तो देखिन्छ। यहाँनिर लगभग 15,000 को क्षमता भएको यो दशरथ रङ्गशालामा आज हामी महिला दिवसको उपलक्ष्यमा यहाँनिर एन्फामा फुटबल सिक्दै गरेका हाम्रो सासाना बहिनीहरूलाई छोरीहरूलाई चाहिँ यहाँ फुटबल प्र्याक्टिसको लागि ल्याएको थियो। यो दृश्य हो दशरथ रङ्गशालाको। ल युट्युब च्यानल एलजिबी क्लासमा यहाँलाई स्वागत छ। अर्को भिडियोमा फेरि भेट्दै गर्नुपर्छ। बाई बाई। आजलाई यति नै। आजको यो कार्यक्रममा चाहिँ महिला पत्रकारहरूलाई सम्मान पनि गरेको थियो। त्यही क्रममा यहाँ फोटो सेसन पनि गरेको थियो भने महिला सासाना छोरीहरूलाई फुटबलको कार्यक्रम पनि राखेको थियो। उहाँहरूलाई चाहिँ विशेष गरेर एउटा खेलभन्दा पनि के गेम सिकाउने अथवा फुटबल कोच गराउने हिसाबले चाहिँ कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा खासै त्यस्तो मान्छेहरूको चाहिँ उपस्थिति थिएन, तर नेपाल महिला राष्ट्रिय टोलीका हाम्रा महिला खेलाडी मीरा भुजेल पनि आउनुभएको थियो। अनि त्यसै गरी नाचगानको कार्यक्रमहरू पनि राखिएको थियो। ल अन्तमा चाहिँ हाम्रो छोरीहरूलाई फुटबलको तालिम दिएको थियो अनि त्यसरी खेल अन्त भएको थियो। थ्याङ्क्स फर वाचिङ। सी यू नेक्स्ट भिडियो। बाई बाई।